ल है साथीहरू, यो चाहिँ सुँगुरको मासु मैले फ्राई गरिदिएको हो। अनि यसको चाहिँ बोतलमा अचार हाल्नुपर्छ अरे नि त। अब यो चाहिँ फ्रिज छैन नि त हाम्रो यहाँ, अन्त त्यत्तिकै राख्नु त सक्दैनौँ होइन। त्यही भएर चाहिँ फ्राई गरेर चाहिँ अब टक्कै बोतलमा राख्यो भने चाहिँ यो बिग्रिँदैन है, अनि गनाउँदैन पनि भनेर चाहिँ यो रेडी पारेको। आजको मेरो काम चाहिँ यही हो। यो चाहिँ मासु अब यहाँदेखि बेसी रातो चाहिँ बनाउँदिनँ, अब अलिअलि रातो चाहिँ बनाउँछु। मसला चाहिँ मैले रेडी पारिरहेको छु, तर अनि म मसला पनि यसपालि चाहिँ एकदमै कम्ती मसला। अनि यसमा चाहिँ म चाहिँ यसपालि चाहिँ लसुन फ्लेभरको बनाउँछु चटनी चाहिँ। अनि यो चटनी चाहिँ मैले मिसलाई बनाइदिएको हो। हाम्रो प्यारो मिसलाई बनाइदिएको यो चाहिँ। अनि मिस भन्दामा पनि अब मिसै हो। यस्तो ठुलो चाहिँ मैले यो कारणले बनाएको कि अब उसलाई चाहिँ निकै लङ लास्टिङको लागि एउटा के भन्छ एउटै पिस भक भातसँग खाने चाहिँ बनाइदिएको। अनि उहाँहरूकोतिर मिसकोमा चाहिँ मासु बेसी जस्तो चाहिँ सुँगुरको मासु पाउँदैन अरे है। अन्त त्यही कारणले यो चाहिँ मैले बनाइदिएको। अनि मिसले चाहिँ कहाँबाट थाहा पाएको रहेछ नि त मैले चाहिँ चटनीहरू बनाउँछ भनेर। होइन, मसँग फेसबुकमा एड्स रहेछ, देख्छ होला। अनि त्यही हो मिसलाई बनाइदिएको चटनी। मिस चाहिँ यहीँनिर पछाडि बसिरहनु भएको छ हो, तर फेस चाहिँ नदेखाउनु अरे नि त मिसको। मिसलाई चाहिँ मेरो नानी पनि खोक्दैछ। लु यत्तिको रातो भए चाहिँ हुन्छ हो, किनभने मैले यसलाई पहिला पनि निकै बोइल गरेर चाहिँ मैले फ्राई गरेको नि त। यो चाहिँ पहिला बोइल पनि गरिदिएको, किनभने अब के भन्छ यो चाहिँ मैले सानै पिसमा बनाऊँ भनेर सोचेको थिएँ हो। तर अब चटनी पनि खालको हुन्छ नि त। कसै चाहिँ अब सानो ड्रिङ्कहरूसँग या फेरि यसो कसै साथीभाइहरूसँग जुसहरूसँग स्प्राइटहरूसँग खाने खालको पनि हुन्छ हो। अनि कसै चाहिँ यसरी मिसले जस्तो भातसँग खाने पनि अरे। अनि यसमा चाहिँ मिसलाई चाहिँ पुरै लसुन फ्लेभरको चाहिँ बनाइदिनु अरे। अनि मैले चाहिँ मसला अलरेडी रेडी गरेर राखेको छु। अन्त म चाहिँ अहिले भर्खरै फ्री भएर चाहिँ रेडी बनाइदिएको। अघिसम्म चाहिँ मेरो नानीहरूसँग त ल्याङ हुन्छ नि त। अन्त मेरो त अब नानीहरूभन्दा ज्यादा इम्पोर्टेन्ट त यो चटनी होइन। त्यही कारणले मिसलाई पनि मैले अघि भनिसकेको थिएँ है, जब मेरो नानीहरूदेखि म फ्री हुन्छु तब चाहिँ म बनाइदिन्छु भनेर। अनि मैले मिसलाई पनि अलरेडी भनिसकेको थिएँ, मिसले पनि हुन्छ नानीहरूसँग फ्री भएन भने तपाईँले त्यसलाई बेलुका भए पनि बनाइदिनुहोस् न भनेको थिएन। मलाई चाहिँ डर लाग्यो। अब डर त लाग्छ नि है, अब बनायो भने खानै नसक्ने भयो भने भन्ने डरले चाहिँ मैले रेडी बनाइदिएको हो। अनि यो चाहिँ रेडी हो। अब यसमा चाहिँ म मसला एड गर्छु अहिले अब सिल्लेर।